नेपाली सरकारले जुन भन्सारमा लगाएको कर शुल्क 100 रुपैयाँभन्दा बढी सामान ल्यायो भनेपछि जुन नियम लगाएको थियो नि, त्यसको भ्रामक समाचार फैलाएर 12 भाइ मिडियाहरूले सामाजिक सञ्जालमा यत्रो भ्रम फैलाइरहेका थिए कि कुरै नगर्नु। यो भ्रम हो, झुटो हो, कपोकल्पित हो भन्ने भ्रामक समाचारप्रति कसैले पनि नपरौँ र कान्तिपुर मिडियाले अहिले यो समाचारको खण्डन गरेर माफी माग्दैछ, त्रुटि भएको भनेर भन्दैछ। यो समाचार पनि सुन्नुहोस्। कान्तिपुर टेलिभिजन र हाम्रा सामाजिक सञ्जालबाट प्रसारित सर्वोच्च अदालतले 100 रुपैयाँ भन्दा माथिको दैनिक उपभोग्य वस्तुमा सरकारले उठाउन लागेको भन्सार शुल्क रोक्न अन्तरिम आदेश जारी गरेको भन्ने समाचारमा तथ्यगत त्रुटि देखिएकाले हामी क्षमा याचना गर्दछौँ। सुन्नुभयो नि हो। अनि अर्को कुरा, सर्वोच्च अदालतका एउटा वकिलले पनि भनेका छन् प्रष्ट रूपमा कि यो भ्रामक फैलाइँदैछ र सर्वोच्च अदालतले कुनै खारिज गरेको छैन। वकिलको पनि कुराहरू सुन्नुहोस् त। सरकारले कानुन बनाएर 100 रुपैयाँ भन्दा बढीका सामान ल्याउन चाहिँ कानुन बनाइदियो। तिमीहरू कर तिरेर ल्याउँदाखेरि, तर लिएर आउँदाखेरि पुलिसले तिम्रो झोला तान्ने, झोला खोज्ने बन्द गर भनेर अन्तरिम आदेश आएको हो। तर हामीले के सिर्जना गर्ने भने अन्तरिम आदेशले चाहिँ सरकारले ल्याएको 100 रुपैयाँ भन्दा बढीको सामानको करै बन्द गरिदियो भन्यो। अब यो चाहिँ हामीले भाषा सिर्जना गर्नुभयो। व्यापारिक प्रयोजनको लागि सामान ओसार पसार गर्ने वा चोरी पैठारी कसोजन्य कार्य नियन्त्रण गर्ने बाहेक सम्बन्धित व्यक्तिको स्वास्थ्यसँग सम्बन्धित औषधिजन्य सामाजिक वस्तु, सामाजिक सम्बन्ध प्रयोग गरिने न्यूनतम आवश्यकता वस्तु तथा सीमा क्षेत्रका स्थानीयवासीहरूले व्यक्तिगत प्रयोग गर्ने न्यूनतम माल वस्तु खरिद गरी कानुन बमोजिम ल्याउने सम्बन्धमा अलिकति रोकेर भने कानुन बमोजिम ल्याउने सम्बन्धमा भनेको चाहिँ सरकारले राजपत्रमा सूचना निकालेर के भन्यो भने 100 रुपैयाँ भन्दा बढीका वस्तुमा कर लाग्छ भन्यो। त्यो कानुन बन्यो। त्यसैले यो अदालतले अन्तरिम आदेशले पनि के भन्यो भने कानुन बमोजिम त्यसलाई मानो। अन्तरिम आदेशले पनि के मान्यो भने अन्तरिम आदेशले पनि सरकारले राजपत्रमा सूचना गरेको सूचनालाई मानेर कानुन बमोजिम ल्याएका सामानमा नल्याउनु भनेन। फेरि म कन्टिन्यू गरेँ है त। सामानमा न्यूनतम आवश्यक तथा सीमा क्षेत्रका स्थानीय मालवस्तु खरिद कानुन बमोजिम ल्याउने सम्बन्धमा उक्त सूचना कार्यान्वयन गर्दा, अब त्यो कानुन कार्यान्वयन गर्दाखेरि हेर्नुहोस् भनेको 100 रुपैयाँ भन्दा बढीका सामान कर तिरेर ल्याउँदाखेरि ल्याउने मान्छेले गराउँदा कानुनको कार्यान्वयन गर्ने अधिकारीले नेपालको संविधानको धारा 16 को सम्मानपूर्वक बाँच्न पाउने हकको प्रतिकूल हुने गरी प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक व्यवहार गर्नु गराउने गरी अन्तरिम आदेश जारी गरिएको छ भन्यो। अब यो 12 भाइ मिडिया यो सरकारको पछि यस्तै हात धोएर पछि परेका छन्। त्यही भएर सबैजनाले यो भिडियो सेयर गर्नुहोला र